सृजन सामर्थ्यका कसीमा माधव घिमिरे भनेर धेरै कुरा छन्। अनि पढाउँछु पनि मैले वैशाख कविता पढाएँ, कालीगण्डकी कविता। अनि मेरो त प्रत्यक्ष पहिलो भेट हो, तीर्थ आए जस्तो महसुस भएको छ। अनि हजुरको आशीर्वाद लिनकै लागि बैतडीबाट आएका र छन्दमा कविता लेख्छु, प्रयास गर्छु। तपाईँले वैशाख कविता र अर्को के कविता भन्नुभयो? कालीगण्डकी। दुईवटा। त्यसबारेमा म तपाईँलाई अलिकति कुरा गर्छु। त त्यो कवितामा, वैशाख कवितामा कथाको जस्तो सृजना थियो। एक ठाउँमा थालिएको छ, क्रमशः विकसित भएर गएर आई कहिले पनि नसकिने, लाई कहिले पनि नसकिने भन्ने कुरा कविले त्यही भनिसकेका छ। त्यसपछि एन्टी क्लाइमेक्स, उल्टो खेर बुझ्छ के भन्नु त भन्छौ, तर केही हो के अरे वैशाख सधैँ रहन्छ, के फुलको चोभन के अरे डोलीमा राखेर के हामी स्वर्गमा जान पाउँछौँ? यो तिमीले के अरे नृत्य त भन्यौ, त्यो चाहिँ मलाई सन्देह लाग्छ भन्ने भावना त्यसपछि होइन। त्यो निरन्तरताको कुरा हो। उही एकजना मात्रै बाँकिरहन्छ भन्ने कुरा होइन। सधैँ आइरहन्छ, सधैँ फुलहरू नौला नौला, सधैँ मान्छेहरू नौला नौला हुन्छ। के अरे आई मौरी मधुपवनमा सुन्तलामा धुरिन्छ। त्यो भनेपछि हो त हाम्रो नृत्य हो, तर परिवर्तन हालेको कहाँ छ? टाढा काँडा हरिया देखिए पालुवाले बोकी ल्यायो बकुल बनको बास मिठो हावाले। प्रकृतिबाट सुरु गरेको छ, तर त्यहाँ एउटाले सुशल छ, अनि पछि महिलाहरू आउँछन्, थाहा पाएर होइन त्यो क्रमले। त्यसरी त्यो एउटा त्यहाँ संरचना छ, कथाको जस्तो संरचना छ। र अर्को कालीगण्डकीमा के छ भन्नु भनेदेखि अब हामी कहाँ भएको दुर्लभ नदी अन्त कहीँ पनि छैन। नील नदी कालीगण्डकी जस्तै छ, तर त्यस्तै चक्र रोक्दैन। त अब यो कालीगण्डकीले के सन्देश दिएको छ भनेदेखि सतत प्रवाह, सतत क्रियाशील हाम्रो जीवन सधैँ क्रियाशील हुनुपर्छ। तर त्यो क्रिया पनि के छ भने सृजनात्मक गर्नुपर्छ। जस्तो के अरे उसमा के अरे चक्रमा ऊ गरेको छ सृजना, विश्वको सृजनाको जटिलताको व्याख्या पनि त्यहाँ छ। त्यस्तो हुनुपर्छ। र यदि त्यसो भयो भने कर्मैबाट हामीले मोक्ष प्राप्त गर्छौँ भनेर भनेको छ। त अनि हाम्रो यहाँ के भयो भने कविता बुझ्ने र नबुझ्ने भन्ने फरक हुन्छ। कालीगण्डै तिमी लेखेर चाहिँ खै कति कुन बाटो कताबाट जाने के गर्ने इत्यादि केही पनि रहन्छ, मैले लेखेको छु भनेर सबै उ गरेँ। मैले भने हो, मैले त अब के अरे एकपल्टमा चढ हो तपस्या गरेको पानी भर्दा सूर्यवतीको स्वर्ण पुष्पी झरेको लेखेका छन् अब भगवान् विष्णुका पहिलाले के अरे कोरेका छन् अमरपुरकमा शिल्प भेदा कलाले। त्यो चक्रहरू त्यो विशेषता, त्यसको विशेषता त नील नदी त अन्त पनि छ, तर यो सृजना चाहिँ छ। त्यसो हुनाले यो विश्वको कविता किन नहुनु? काली गङ्गा भन न कसरी कुद्दछौ शालिग्राम। एकातिर छ आफ्नै छाती मुनि सोरसका मूल भेट्दैन जसले, तिर्खा कहिल्यै पनि हृदयका हेर मेट्दैन त्यसले। जीवन अब कला साहित्यबाट त्यो सोरस पैदा हुन्छ होइन, त्यो भयो भने तृप्त हुन्छ। तर त्यो पाएन भनेदेखि मान्छे अलि चिडचिडा हुन्छ, ऊ हुन्छ।
भन्छ सबै कुरा त्यो लेखेको छ। मेरो त अनुकरणीय कवि। मैले हजुरका हरेक रचना आएर कहिले ऋतु सिद्धिँदैन, लाएर माया मुटु रित्तिँदैन, कोरल छ चल्ला त्यति मात्र पोथी, न्यानो भुवाले जति शब्द छोपी। कुनै बेला आइए पढ्ने बेला मैले राष्ट्र निर्माता कण्ठै गरेको हो, याद छ? गौरीका हरेक श्लोक अहिले पनि आधाभन्दा बढी याद छ। धन्य त्यसकारण मेरो आदर्श पुरुष म त आशीर्वादकै लागि आएको हजुरको। अब सत्र गरेको त्यो मैले सूर्यास्त कहिले नहुने हिमाद्री मैलाई खोज्ने युगको युगको भइहाल्छ। आफ्नो युग राष्ट्र निर्माता गर्यो भने दोस्रो कुरा हो, मान्छेले आफ्नो अस्तित्व खोजिराखेको बेलादेखिको इतिहास छ त्यहाँ। मैले अहिले खोज्ने युगको भइहाल्छ। अविश्रान्त बढेर जाउँ कहाँ किनारा यसको पाऊँ। कति भरि फुल टुपेर नदी नदीका तिरमा भाउ। अब त्यारको जस्तो सप्ताहर जस्तो उपहार जस्तो जहाँ छ जो त्यही के प्यार जस्तो। कोही कोही त सर आयो भने कोरी चुलीको के सिरे भन्छ राम्रो के अरे तोरी फली के अरे सुन्दर के हुन्छ त्यसरी त्यो मैले उगेर त कविता जसरी हुन्छ खासै घुसो लेखेर हुँदैन, तपस्या गर्नुपर्छ। अनि तपाईँहरूले रुचाइदिनु भएको त्यसले गर्दा आफू गदगद भन्छु क्या नि, लेखेको काम लाग्यो। होइन दिव्य यस्तो कविता ମାନେ कविता सिद्धान्त पढेको अलिकति लेख्ने पनि हुनाले एकातिर सिद्धान्त पनि बुझेको अर्कोतर्फ मर्म पनि बुझ्या हुनाले मलाई कविता पढ्दा हजुरका कविता पढ्दा जसरी भित्र छुन्छ बिरलैले छुन्छ। अब हाम्रो चाहिँ के भने ब्रह्मानन्द सहोदर अब दर्शनले प्राप्त गर्ने ब्रह्मानन्द उपनिषद्ले तर यो चाहिँ रस आनन्द पनि नभन्दैन, रस भन्न साथ जम्मै बिर्सिए। त्यसको आनन्द चाहिँ सट्ट बिर्सिहाल्ने। अहिले अश्वत्थामा पनि पढाउँछु म डिग्रीमा, अश्वत्थामा खण्डकाव्य पनि गीति नाटक। अस्ति मेरो अभिनन्दन गरेको थियो यो के अरे शिक्षा परिषदले, त्यसमा जगमान गुरु यो युनिभर्सिटीको संस्कृतिको उसले के भन्यो भने घिमिरेले अश्वत्थामामा नेपालको शान्तिको निम्ति विश्वको शान्तिको निम्ति नेपाली कविले लेखेको छ। उसले लेख्ने कुरा लेख्यो, अब नेपालीले चल्नु पर्यो भनेर भन्यो। उसले यहाँ त के भयो भने त्यो अश्वत्थामा नोबेल प्राइज पठाएको हामीले